दर्शकवृन्द, एनबिए कप 2082 ठुलो कि तपाईँलाई लाग्छ अहिले अब हुँदै गरेको 6औं टाइगर कप ठुलो? आज यो विषयमा तपाईँहरूलाई केही चर्चा परिचर्चा गर्न चाहन्छु। भिडियो बनाउँदा केही त्रुटिहरू हुन्छन् अवश्य पनि। यो कन्ट्रोभर्सीको भिडियो बनाउने बेलामा चाहिँ अवश्य पनि केही गल्ती भयो भने चाहिँ अवश्य माफ दिनु होला र केही कुरा चाहिँ हजुरले पनि भन्नुहोला, कमेन्टमा भन्नुहोला। आज म तपाईँलाई एनबिए कप 2082 र टाइगर कप 2082 हुँदै गरेको खेलहरूको प्रतियोगिताको बारेमा बताउनु गइरहेको छु, जसमा चाहिँ प्राइज, ब्रान्ड, टिम, प्लेयर्स, लाइभ क्वालिटी र भ्युवर्सको आधारमा चाहिँ मैले एउटा आफ्नो व्यक्तिगत मनसायले यो तयार गरेको छु र तपाईँले पनि यो हिसाबका अरू कुनै कुराहरू हुन्छन् ती कुराहरू अवश्य पनि कमेन्टमा खुलाउनु होला र तपाईँको राय सल्लाह के सुझाव हुन्छ, तपाईँको मनमा लागेको कुरा टाइगर कप र एनबिए कपको बारेमा अवश्य पनि कमेन्ट गर्नु होला हैन। एनबिए वुमन्स भलिबल च्याम्पियनसिप अहिले हुँदैछ। पर्सि 11 गतेदेखि 20 गतेसम्मको लागि चाहिँ यो त्रिपुरेश्वरको कबडलमा हुँदैछ भने टाइगर कप चाहिँ 6औं टाइगर कप चाहिँ पोखरा रङ्गशालामा हुनेछ आउटडोरमा। सो यही माघपछि चाहिँ माघको महिनामा चाहिँ टाइगर कप पनि सुरु हुनेछ र ब्रान्डको हिसाबमा र अन्य कुराहरूको हिसाबमा एनालाइसिस गर्ने हो भने चाहिँ मेरो विचारमा यो चाहिँ अहिले एउटा ठुलो कन्ट्रोभर्सीको रूपमा अहिले इन्टरनेटमा फेसबुकतिर चाहिँ भाइरल भइरहेको छ। एनबिए कप र टाइगर कपको बारेमा विभिन्न कुराहरूको कारणले गर्दा चाहिँ भ्युअरसिपको कारणले गर्दा, प्लेयर्सको कारणले गर्दा, टिमको कारणले गर्दा र लाइभ हेर्ने ब्रान्ड पार्टनरको रूपमा ती कारणले गर्दा चाहिँ अहिले धेरैभन्दा धेरै कुराहरू चाहिँ भाइरल भइरहेको छन्। सुरुमा प्राइज अनुसार कुरा गर्ने भने चाहिँ टाइगर कपमा चाहिँ अहिले 6,66,000 पुरस्कार राशि रहेको छ भने एनबिए कपमा चाहिँ 5 लाख रुपियाँ रहेको छ। प्राइजको दृष्टिकोणले हेर्दा चाहिँ मैले चाहिँ टाइगर कप नै ठुलो मान्छु हैन। प्राइज चाहिँ 6,66,000, महिला पुरुष दुवैलाई समान हैन। एनबिए कपमा चाहिँ 5 लाख रुपियाँ रहेको छ, यसमा चाहिँ महिला पुरुष भलिबल दुवै हुनेछ। अनि ब्रान्डको विषयमा कुरा गर्ने भने चाहिँ एनबिए कप चाहिँ नेपाल भलिबल एसोसिएसन राखेको, यसको ब्रान्ड त छुट्टै अलग नै छ। ब्रान्ड भ्यालु हिसाबले कुरा गर्ने भने चाहिँ मलाई लाग्छ एनबिए कपमा चाहिँ राम्रो हुन्छ, एनबिए कप नै ठुलो ब्रान्डको हिसाबले कुरा गर्ने भने। र अहिले टिमको हिसाबले कुरा गर्ने भने चाहिँ जुनसुकै टिमहरू ग्रामीण स्तरको हैन, वडा स्तरको टिमहरू आएर पनि यसमा दर्ता गरेको छन्। सो त्यस कारणले गर्दा पनि ब्रान्डको हिसाबले गर्दा चाहिँ अहिलेको टाइममा चाहिँ ब्रान्डको हिसाबले गर्दा चाहिँ टाइगर कप ठुलो मान्छु। किन भन्दाखेरि ब्रान्डमा चाहिँ टाइगर कपको टिमहरू चाहिँ एकदमै हाई क्वालिटीको टिमहरू रहेका छन्, विदेशी टिमहरू रहेका छन्, भारतका, थाइल्यान्डका हैन। सो अन्य भलिबल सङ्घहरू पनि रहेका छन्। प्लेयर्सहरूको हिसाबमा कुरा गर्ने भने चाहिँ प्लेयरहरू चाहिँ दुवैतर्फ चाहिँ बराबर रहेका छन्। टाइगर कपमा पनि विदेशी खेलाडीहरू आउँछन्, एनबिए कपमा पनि आउनेछन्, आएकै छन्, पाकिस्तानी खेलाडीहरू आइरहेको छन् र अन्य प्लेयरहरू पनि अन्य प्रदेशको खेलाडीहरू पनि राम्रो छन् हैन। गण्डकी प्लेयर्सको रूपमा हेर्ने हो भने पनि अन्य प्रदेशमा पनि राम्रो खेलाडी रहेका छन्। प्लेयर्सको रूपमा हेर्ने हो भने चाहिँ यो चाहिँ बराबर छ एनबिए कप र टाइगर कप। भ्युअर्स अनि सपोर्टरको बारेमा कुरा गर्ने हो भने चाहिँ अहिले यो एनबिए कपमा चाहिँ गण्डकी प्रदेश सहभागिता हुन सकेको छैन, सहभागिता भएन। किनभने यसभन्दा अगाडि चाहिँ काबाको प्लेयर छनौट गर्ने बेलामा चाहिँ गण्डकीको कुनै पनि खेलाडीहरू नपरेको कारणले गर्दा चाहिँ अहिले गण्डकी प्रदेश सहभागिता नरहेको पाइन्छ। सो त्यसै कारणले गर्दा पनि अहिलेको भ्युअर्स सपोर्टर चाहिँ अलि कम हुनेछन् एनबिए कपमा, किनभने गण्डकी प्रदेशका खेलाडीहरू नगइसकेपछि धेरैजना गण्डकी को फ्यान हुनुहुन्छ। सो त्यही कारणले गर्दा चाहिँ अहिले चाहिँ भ्युअर्सको रूपमा चाहिँ टाइगर कप नै ठुलो हुन्छ मेरो विचारमा। हजुरको विचार के लाग्छ अवश्य भन्नु होला। र अर्को लाइभ क्वालिटी चाहिँ अहिले एमएसएम भिडियो एप्लिकेसनबाट दिने भन्ने कुरा छ। सम्पूर्ण कुराहरू लाइभ क्वालिटी चाहिँ एचडीमा त हुने नै छ, तर पनि लाइभ क्वालिटी त हुने नै छ, तर भ्युअर्सलाई चाहिँ अलि गाह्रो हुनेछ हेर्नको लागि। किन भन्दाखेरि त्यहाँ चाहिँ एमएसएम भिडियो एप्लिकेसनबाट चाहिँ पैसा तिरेर हेर्नुपर्ने हुन्छ। अहिलेसम्मका एनबिए कपमा कुनै पनि पैसा तिरेर हेर्नुपर्ने रेकर्ड छैन। हलमा गएर हेऱ्यो भने चाहिँ टिकटको पैसा लाग्ने हो र त्यो कारणले गर्दा चाहिँ लाइभ क्वालिटी भ्युअर्समा पनि टाइगर कप नै ठुलो मान्छु हैन मेरो विचारमा। अन्तिममा चाहिँ हजुरहरूको जिज्ञासा के छ, विचार के छ अवश्य पनि कमेन्टमा भन्नुहोला। एनबिए कप बेस्ट कि टाइगर कप अहिलेको हिसाबले है त? यसभन्दा अगाडिको सबै कुरा छोडिदिएर अहिलेको एनबिए कप 2082 र टाइगर कप 2082 को तुलना गरेर तपाईँले चाहिँ कमेन्ट्स हेरौँ तपाईँको भनाइ के छ, त्यही अनुसार चाहिँ हेरौँला एनबिए कप भर्सेस टाइगर कप हैन। यो कन्ट्रोभर्सी अहिलेको लागि यति नै। कमेन्ट गर्नुहोला तपाईँको राय सल्लाह सुझाव के छ। हस्त, धन्यवाद।